खासमा चाहिँ हाम्रो आप्पाको जन्मदिन चाहिँ फागुन 15 गते परेको थियो। तर विविध कारणवश बुवा चाहिँ माथि हाम्रो मुलगर जानुपर्ने भएको कारणले गर्दाखेरि आज धनकुटा खिसाला जानुपर्ने भएको कारणले गर्दाखेरि आज फागुन 29 गते चाहिँ ठ्याक्कै 15 दुना 30 कै नजिकै चाहिँ बुवाको जन्मदिन मनाउने कोसिस गर्दैछौँ हामी। खासै मिठो मिठो दिन नसके पनि छोरी राखेको छ। अब हामी त खुसी छौँ नि बुवा। मम्मी तपाईले पनि जन्मदिनको शुभकामना दिनु पर्यो बुवालाई। छोरी पाउनु भनेको त हाम्रो गर्वको कुरा हो। यो पनि मम्मीले पनि यसो फुल बोक्नु न फोटो खिच्नको लागि। अनि कहिले रोग ब्या ठुलो रोगले नछुओस्, राम्रो होस्, जिन्दगीभरि खुसियाली बस्नु पाऊँ। हजुर अझै शुभकामना दिनु। समृद्धि शान्ति छोराछोरीले यसरी नै दियोस्, हेरिरहोस्, छोराछोरीले मिठो मिठो खानु दियोस्। बुढाबुढी भइसक्यौँ, अब अरू भन्नु केही छैन, त्यही हो। तपाईँहरू अझै पनि जवानै हुनुहुन्छ। तपाईँहरूको उमेरमा त हामी यति राम्रो देखिँदिनँ होला। छोरा पुगेर 17 मेरो बुवालाई मेरो लागि के भन्छौ त लु? अघि भने त नि कति राम्रो भनिसके तपाईँलाई। फेरि भन्नु अरे क्या? जिन्दगीमा कहिले दुःख नपाउन्, रुनु नपरोस्, खुसियाली जिन्दगी बिताउनु परोस्, त्यही हो। अब रोग कस्ता ठुलो रोग नलागोस् कहिले पनि। हजुर अनि अरू के भन्नु? ल ठिक छ। बुवालाई चाहिँ त्यस्तो केही उपहारहरू दिन सकिएन। अब सानो उपहार चाहिँ यो छोरीको तर्फबाट, छोरीको तर्फ छोरा छोरी बुहारी ज्वाइँको तर्फबाट है। यो यस्तो दिने गर्ने सम्झिने स्थलको मेरो छोराछोरीहरू मेरो घर परिवारमा यस्तो होस्, ल मलाई खुसी छ। ल हुन्छ, धन्यवाद।